च्यानलमा स्वागत छ र यदि हजुर नयाँ हुनुहुन्छ र अहिलेसम्म यो च्यानललाई सब्स्क्राइब गरिसक्नु भएको छैन भने कृपया यो सब्स्क्राइब बटन थिची साइडको बेल बटन थिचिदिनु हुन म अनुरोध गर्दछु। शेयर बजारमा गरिने सैद्धान्तिक शिक्षा र जुन शेयर बजारमा हामीले जुन कारोबार गर्दाखेरि पाएको अनुभवको आधारमा पाएको शिक्षामा धेरै फरक हुने रहेछ। नमस्कार साथीहरू, म नारायण आचार्य, हजुरलाई यो शेयर आचार्य च्यानलमा स्वागत छ। साथीहरू, आज मैले हजुरलाई यो शेयर बजारमा कसरी फन्डामेन्टल एनालाइसिस गर्ने अनि त्यसको टेक्निकल एनालाइसिस कसरी गर्ने भन्ने बारेमा त मैले धेरै भिडियोहरू बनाएको छु। त्यो सायद हजुरले हेर्नुभयो होला, र यदि हेर्नु भएको छैन भने पनि त्यो मेरो च्यानलमा हजुरले हेर्न सक्नुहुन्छ। र मैले त्यसमा एउटा शेयर बजार सम्बन्धी छुट्टै एउटा प्ले लिस्टमा पनि राखेको छु भिडियोहरू, र अर्को जुन एकाउन्ट सम्बन्धी जसको सफ्टवेयरबाट कसरी ब्यालेन्स सिट बन्छ अनि हामीले कसरी ब्यालेन्स सिट बनाउने, प्रॉफिट एन्ड लस एकाउन्ट कसरी बनाउने भन्ने बारेमा मैले त छुट्टै अर्को राखेको छु जुन प्ले लिस्टमा भिडियोहरू। र त्यसपछि मैले यो कर सम्बन्धी पनि सामान्य जानकारीहरू छ त्यसमा, र हजुरले त्यो हेरिसक्नु भएको होला। र यदि हेर्नुभयो, मैले जुन सिकेको पाठहरू हजुरसँग म सेयर गर्न गइरहेको छु, र हजुरले अहिलेसम्म यो च्यानललाई सब्स्क्राइब गरिसक्नु भएको छैन भने कृपया यो च्यानललाई सब्स्क्राइब गरी साइडको बेल बटन थिचिदिन नभुल्नुहोला। र मैले यो शेयर बजार सम्बन्धी अन्य नयाँ जानकारीहरू, ताजा जानकारीहरू आएमा मैले यो भिडियोहरू बनाउने छु भन्दै अब हामी विषयवस्तुतर्फ जाउँ। र म हजुरलाई के भन्न चाहन्छु भने, एउटा मैले गरेको अनुभवमा साथीहरू, हामीहरूले कुरा सबैका सुन्नुपर्ने पर्छ र त्यसपछि हामीले निर्णय भने आफै गर्नुपर्छ। यो भिडियो केवल मैले यो शिक्षाको लागि बनाएको हो। त्यस कारणले गर्दाखेरि हजुरले आफ्नो जुन लगानीको जुन हजुरले लगानी गर्दा आफ्नो विचारले लगानी गर्नुहोला। र मैले जुन जानेको कुरा हजुरसँग म सेयर गर्न गइरहेको छु। र साथीहरू, जब शेयर बजार अहिले जुन बुलिस जोनमा गएको थियो, सबभन्दा पहिले माइक्रो फाइनेन्स र इन्सुरेन्सहरू बढे, र जसको शेयर किता कम छ र त्यो बढ्यो। र त्यसपछि फेरि बिस्तारै बढ्दै जाँदा ब्याङ्कहरू, कमर्सियल ब्याङ्कहरू पनि यो बढ्न थाले। र त्यसकारण र अब हामीले के सोच्यौँ भन्दा, हामीले साथै धेरै लगानीकर्ताहरूले पनि हामीलाई के अनुभव भयो भन्दा, अब बजार बुलिस जोनमा गयो भन्ने अनुभव भयो। र त्यस कारणले गर्दा हामीहरू पनि कारोबार गर्दै र धेरै लगानीकर्ताहरू कारोबार पनि गर्नुभयो, किनबेच पनि भयो, र मैले पनि गरेँ त्यसमा। र मैले पनि पहिला माइक्रो फाइनेन्सहरू थियो, त्यो पनि त्यसको पनि कारोबार गरेँ, अब बढ्यो, अब बजार बढ्ने रहेछ भन्ने अनुमान भयो। र त्यसपछि बिस्तारै बिस्तारै अब ब्याङ्क पनि माइक्रो फाइनेन्स एकचोटि बढिसकेपछि अब ब्याङ्क पनि बढ्छ भन्ने बजारमा धेरै हल्लाहरू आए, र बजार यति पुग्छ, माथि पुग्छ, यस्तो भन्ने धेरै हल्लाहरू आए। र त्यस कारणले गर्दा माइक्रो फाइनेन्स पनि बढेको अनि इन्सुरेन्स पनि बढेको, अब ब्याङ्क पनि धेरै माथि जान्छ होला भन्ने अनुमान गरेर धेरै लगानीकर्ताहरूले जुन त्यसमा ब्याङ्कको सेयर पाठ सिकेको छु। र त्यस कारणले हामीहरूले पनि यो टेक्निकल एनालाइसिस सम्बन्धी मैले त्यति राम्रो अध्ययन गरेको थिइनँ। र त्यसपछि मैले एकदम त्यसको बारेमा कडा अध्ययन गरेँ, र कडा अध्ययन गरेर मैले केही भिडियोहरू पनि बनाएको छु। सायद हजुरले हेर्नु होला, र हेर्नुभएको छैन भने हेर्न सक्नुहुन्छ। र मैले सायद त्यति बेला यो टेक्निकल एनालाइसिस सम्बन्धी त्यो भिडियो जुन मैले अध्ययन हो, मैले त्यति बेलै मैले राम्रोसँग पहिल्यै गरेको भए म सायद अहिले त्यति लसमा जान्न थिएँ होला जस्तो लाग्छ। र त्यस कारणले यो टेक्निकल एनालाइसिसबाट पनि यो लगानीकर्ताहरूको मनोबल कस्तो छ र कस्तो अवस्थामा जाँदैछ, बजारको ट्रेन्ड कस्तो छ र कुन अवस्थामा जाँदैछ भन्ने हामीले त्यसबाट जानकारी पाइने रहेछ। र अर्को कुरा भनेको, जुन हामीले यो शेयर बजारमा जुन लगानी गर्दा कम्पनीको जुन फन्डामेन्टल एनालाइसिसहरू त यो त हामीले जुन लगानी जुन अनुसार अध्ययन गर्नै पर्यो। र त्यसपछि हामीले अब खुल्ने बजार भनेको अब यही महिनाको अर्को हप्ताबाटदेखि खुल्ने भन्ने समाचारहरू आइरहेका छन्। र अहिले धेरै नयाँ राम्रा समाचारहरू आइरहेका छन्। अब यो साउनको 1 गतेदेखि बजार पूर्ण अनलाइनमा जाँदैछ भन्ने पनि समाचारहरू आइरहेका छन्। अनि अब यो नेप्सेमा धितोपत्र बोर्ड सबै मिलेर अब यो बजारको जुन बजारमा जुन छन् यो अनलाइनमा ट्रेडिङमा केही समस्याहरू, त्यसको सबै समाधान गर्ने, र धेरै लगानीकर्ताहरूलाई पनि जुन नेप्सेले पनि जुन विज्ञप्ति जारी गरेको छ, र सबै जुन शेयर बजारका लगानीकर्ता हुनुहुन्छ सबैले जुन अनलाइन आइडी
लिन भनेर चाहिँ आग्रह पनि गरेको छ र बजार सम्बन्धी सकारात्मक पक्षहरू पनि धेरै आइरहेका छन्। र अर्को कुरा जुन नागरिक लगानी कोष छ, नागरिक लगानी कोष पनि बजारमा जुन उसले त सहायक कम्पनी खोलिसकेको छ र अब यही हप्ता 10-15 दिनभित्रमा त्यो पनि यसमा प्रवेश गर्ने भन्ने बारेमा समाचारहरू सुन्नमा आइरहेका छन्। र यो धितोपत्र बोर्डले पनि जुन बजारमा प्रवेश गर्नलाई नागरिक लगानी कोषलाई पनि पत्राचार गरिसकेछ भन्ने पनि समाचार आइरहेका छन्। त्यसले गर्दाखेरि अब खुल्ने बजारमा भनेको सुखद पक्ष र राम्रा समाचारहरू पनि छन्। र साथीहरू एउटा कुरा हजुरलाई म के भन्न चाहन्छु भने जब यो बैंकको ब्याज सबभन्दा बैंकको ब्याज र शेयर बजारमा एकदम जुन प्रभाव पर्दछ, यदि बैंकको ब्याज बढ्यो भने शेयर बजार घट्ने सम्भावना हुन्छ र बैंकको ब्याज घट्यो भने शेयर बजार बढ्ने सम्भावना हुन्छ। बैंकको ब्याज घटेमा शेयर बजार बढ्ने र बैंकको ब्याज बढेमा शेयर बजार घट्ने सम्भावना धेरै हुन्छ। र त्यो किन हुन्छ भनेर चाहिँ हामीले बुझ्दा साथीहरू यसमा जुन जब बैंकको ब्याज बढ्छ त्यति बेला लगानीकर्ताहरूले बैंकमा फिक्स डिपोजिट गर्ने र आफ्नो लगानी बैंकतिर ल्याउने सम्भावना धेरै हुन्छ। र जब बैंकको ब्याज घट्छ त्यसपछि लगानीकर्ताहरू शेयर बजारमा आउने सम्भावना धेरै हुन्छ। र त्यसले कारणले गर्दाखेरि बैंक र जुन बैंकको ब्याज र जुन शेयर बजारको जुन उल्टो सम्बन्ध छ, यसले गर्दाखेरि अब अहिलेको भनेको बैंकको ब्याज पनि धेरै घटिसकेको र त्यसले गर्दाखेरि अब आउने समयमा शेयर बजार बढ्ने सम्भावना देख्छु मैले। केही मात्रामा तलमाथि त हुन सक्ला, तर लास्टमा भनेको बजार बढ्नले गर्दाखेरि बजार सधैँ बढिरहने र सधैँ घटिरहने भन्ने पनि हुँदैन। र बजारमा हामीले सबभन्दा पहिले भनेको त मैले हजुरलाई यो सम्बन्धी पनि धेरै भिडियोहरू बनाएको छु र सबभन्दा पहिले हामीले जुन कम्पनीको राम्रो फन्डामेन्टल एनालाइसिस गरेर हामीले लङ टर्मको लागि लगानी गऱ्यौँ भने पनि त्यसबाट राम्रो फाइदा आउने सम्भावना हुन्छ। र जुन हामीले जुन ट्रेडिङको लागि भने यो प्राइस एक्सनमा भर पर्छ साथीहरू। र यो प्राइस एक्सन कसरी निकाल्ने भन्ने बारेमा ट्रेडिङको लागि त सबभन्दा महत्त्वपूर्ण पार्ट भनेको टेक्निकल एनालाइसिस हो। र यो टेक्निकल एनालाइसिसबाट हामीले यो बजारको गति कता गइरहेको छ भन्ने बारेमा त मैले पहिले पनि भनिसकेँ। र त्यसबाट पनि हामीले एउटा अनुभव जुन बजारको गति पत्ता लगाउन धेरै सहयोग गर्छ। र त्यस कारणले गर्दा साथीहरू जुन अहिलेसम्म हजुर नयाँ हुनुहुन्छ र अहिलेसम्म यो च्यानललाई सब्सक्राइब गरिसक्नु भएको छैन भने सब्सक्राइब गर्नु होला। र कुरा सबैका सुन्ने हो साथीहरू, निर्णय हजुरले आफै गर्नु होला। यो त मैले जुन आफ्नो जुन व्यक्तिगत अनुभवको आधारमा जुन मैले शेयर कारोबारमा प्रवेश गरिसकेपछि मैले पाएको जुन अनुभव हो, ज्ञान हो, मैले हजुरलाई शेयर गरेँ। र मैले आफूले जानेको कुराहरू र अरू केही शेयर सम्बन्धी नयाँ कुराहरू आएको खण्डमा पनि मैले हजुरलाई समक्ष शेयर गर्नेछु। र यस सम्बन्धी अब आउने जुन खुल्ने बजारमा मलाई लाग्छ अब बजार थोरै केही मात्रामा घट्ने सम्भावना भए पनि घट्ने सम्भावना त जस्तो लाग्दैन। केही घट्यो भने पनि अब केही समय बजार लामो समयसम्म बन्द भएको हुनाले जुन लगानीकर्ताहरूलाई केही पैसा चाहिएको सम्बन्धमा केही थोरै घट्न पनि सक्छ। र त्यसपछि बजार त बढ्छ जस्तो मलाई लाग्छ। फेरि त्यस कारणले गर्दाखेरि बजार अब बढ्छ जस्तो लाग्छ। तर यसको बारेमा ग्यारेन्टी त कसैले भन्न सक्दैन साथीहरू। यो मेरो खालि जुन अनुमान र जुन हामीले यसको बजार बढ्ने र घट्ने जुन सम्भावनाको आधारमा मैले यो अनुमान गरेर मैले यो भनेको हो। र त्यस कारणले गर्दाखेरि बजारमा धेरै हल्लाहरू, नराम्राहरू हल्लाहरू पनि आउने गर्दछन् लगानीकर्ताहरूलाई। र त्यो बेलामा हामीहरूले त्यसरी आत्तिनु हुँदैन साथीहरू। र हामीले जुन शेयर बजारमा लगानी गर्दाखेरि यदि हजुर नयाँ हुनुहुन्छ भने पहिला राम्ररी बुझ्नुहोस् र लगानी गर्नुहोस्। राम्रो कम्पनीमा लगानी गर्नुभयो भने केही घटे पनि पछि त्यसबाट घाटा हुने सम्भावना एकदमै कम हुन्छ र राम्रो पैसा कमाउने सम्भावना हुन्छ। र त्यस कारणले गर्दाखेरि हजुर जस्तो नयाँ हुनुहुन्छ भने एकदम बुझेर लगानी गर्नु होला। र यस सम्बन्धी मैले जुन केही भिडियोहरू बनाएको छु र मैले भर्खर यो एडिटिङमा पनि मैले खासै मेरो इम्प्रुभ भएको छैन। मैले भर्खर नयाँ यो एडिटिङ गर्न सिकेको हुनाले कृपया यो केही कमी कमजोरी भए पनि यसलाई म पछि बिस्तारै सुधार गर्दै जानेछु। र मेरो केही भिडियो बनाउँदा केही कमी कमजोरी भए मलाई हजुरले जुन कमेन्ट गर्नु होला, मलाई सुझाव दिनु होला र भन्दै। र साथीहरू लास्टमा म के भन्न चाहन्छु भने सबभन्दा पहिले हामीहरूले यदि हामीसँग आफ्नै पैसा छ,
यदि आफ्नै पैसा छ भने हामीहरूले थोरै थोरै जस्तो अब बजार खोल्दाखेरि थोरै थोरै लगानी गर्दा राम्रो हुन्छ जस्तो मलाई लाग्छ। एकैचोटि लगानी गर्दाखेरि फेरि बजार घट्यो भने हामी त्यो घटेको बेलामा सस्तो सेयर उठाउन पाइँदैनौँ। त्यस कारणले गर्दाखेरि थोरै थोरै गरेर किन्दै जाने र सेयर बजारमा धेरै अलि बढ्न पनि थाल्यो र अब बजारको कन्डिसन हेरेर थोरै थोरै गरेर हामीले बेच्न पनि हामीले जान्न पर्दो रहेछ र त्यसकारण बेच्न यसरी हामीले कारोबार गर्यौँ भने र बेच्दा पनि हामीले सबै आफूसँग भएको सेयर बेच्दा एकैचोटि बेच्ने होइन जस्तो लाग्छ मलाई। र एकैचोटि बेच्दा के हुन्छ भन्नुहुन्छ भने यदि बजार जब माथि जान्छ, जब बजार माथि गयो भने त्यो बेलामा हामीले त्यसबाट बजारबाट जुन बढेको बेलामा हामीले त्यो जुन नाफा कमाउनु पर्ने हो त्यो हामीले एकैचोटि बेच्दाखेरि हामीले त्यो पाउनबाट हामी वञ्चित हुन्छौँ। त्यसकारण बेच्दाखेरि थोरै थोरै गरेर बेच्ने र किन्दाखेरि जब बजार घट्न थाल्छ त्यो बेलामा थोरै थोरै गरेर किन्दै जाने हो भने त्यसबाट हामीले राम्रो फाइदा हुने सम्भावना म देख्छु। र साथीहरू, हजुरलाई अन्त्यमा जाँदै हजुरलाई म के भन्न चाहन्छु भने कुरा सबैका सुन्ने, निर्णय आफै गर्ने र मैले हजुरलाई यो भिडियो केवल शिक्षाको लागि बनाएको हो र केही कमेन्ट अथवा हजुरले नबुझेको केही कुराहरू छ भने मलाई हजुरले कमेन्ट गर्न सक्नुहुन्छ र मैले जानेको मैले हजुरलाई रिप्लाई दिनेछु। र मेरो यो च्यानलमा सेयर बजारमा बेसिकदेखि अनि जुन लास्टमा जुन एडभान्ससम्म र मैले जानेको जति अनुभवहरू छ त्यो बारेमा मैले अध्ययन गरेर भिडियोहरू बनाएको छु। त्यो हजुरले भिडियो हेर्न सक्नुहुन्छ र आशा छ हजुरले तिनी भिडियोहरू मैले जुन बनाएको छु त्यो राम्रोसँग अध्ययन गर्नुभयो भने सेयर बजारमा हजुरले एकदम राम्रो नलेज प्राप्त गर्नुहुनेछ भन्ने मैले आशा गराउन चाहन्छु। र अब आउने जुन सेयर बजार छ त्यसको गति राम्रो होस् र सबै लगानीकर्ताहरूको खुसियाली देख्न पाइयोस् र हामी सबैको र सेयर बजारको विकास होस्। अनलाइन ट्रेडिङ जुन पूर्ण अनलाइन ट्रेडिङ प्रणाली छ त्यो छिटै नै आओस् र हामीहरूले पनि त्यसबाट जस्तो विदेशमा जस्तो इन्डियामा जस्तो राम्ररी हामीले त्यही हिसाबले हामीले कारोबार गर्न पाऊँ भन्दै म अहिले बिदा हुन चाहन्छु। हस्त, धन्यवाद।